नमस्कार। धर्म, कर्म, अध्यात्म र ज्ञान विज्ञानको संगम दिव्य दृष्टिमा यहाँहरूलाई स्वागत छ। दिव्य दृष्टि युट्युब च्यानल अन्तर्गत दिव्य दृष्टि राशिफलमा 2082 साल पौष यानि कि पुष महिनाको राशिफल लिएर यस भिडियोमा हामी उपस्थित भएका छौँ। 2082 सालको पुष महिना 1 गते मंगलबारबाट आरम्भ हुनेछ भने 30 गते बुधबार समापन हुनेछ। तिथिका हिसाबले यस महिना पौष कृष्ण पक्षको द्वादशी तिथि र तारिखका हिसाबले 16 डिसेम्बर 2025 का दिन आरम्भ हुनेछ। माघ कृष्ण पक्षको एकादशी अर्थात् षटतिला एकादशी र तारिखका हिसाबले 14 जनवरी 2026 मा यस महिना समापन हुनेछ। पुष महिना दक्षिणायनको अन्तिम महिनाका रूपमा रहनेछ र पुष महिनाको 3 गते, 4 गते, 5 गते, 6 गते, 7 गते, 8 गते, 9 गते, 10 गते र 11 गते वर्ष दिनकै सबैभन्दा छोटो दिनका रूपमा रहनेछन्। यी 9 दिनका रातहरू सर्वाधिक लामो रातका रूपमा रहनेछन्। आउनुहोस् अब राशि अनुसार पुष महिना कस्तो रहनेछ राशिफलतर्फ प्रवेश गरौँ। यस राशिका व्यक्तिहरूलाई पौष महिना विदेश यात्राका विषयमा प्रगति हुनेछ। मनोबलमा उच्च वृद्धि हुनेछ भने भाग्यको पनि साथ रहनाले कार्य सफलता मिल्नेछ। सन्तानका विषयमा भने आलोचना सहनु पर्नेछ। साथै अध्ययनमा अवरोध आउने चुनौती रहनेछ। भोग विलासका विषयमा खर्च धेरै हुनेछ भने दाम्पत्य जीवनमा सन्तुलनको अभाव रहनेछ। विवाहका विषयमा अवरोधको अवस्था आउनेछ। पैतृक सम्पत्तिका विषयमा सावधान रहेर कदम चाल्ने प्रयास गर्नुहोला। महिलाको हकमा प्रसूति, महिनावारी तथा यौनाङ्ग सम्बन्धी समस्याले च्याप्नेछ। साथै महिला र पुरुष दुवैलाई छालाजन्य समस्याले सताउनेछ। शेयर बजारबाट फाइदा मिल्नेछ। सूचना प्रविधि, विज्ञान प्रविधि, आयात निर्यातमा आबद्धहरूलाई लाभ मिल्नेछ। सात्विकतामा वृद्धि हुनेछ। घर परिवार प्रति केन्द्रित हुने र आफ्ना उपलब्धिहरू परिवारमा समर्पित गर्ने स्वभाव रहनेछ। दाम्पत्य जीवनको सक्रियताले धन धान्य र आर्थिक प्रगति हुनेछ। अविवाहितहरूको हकमा विवाह सम्बन्धी विषयमा प्रगति मिल्नेछ। पेशागत जीवनबाट लाभ मिल्नेछ भने पेशागत जीवन सहज रूपमा अघि बढ्नेछ। यात्रामा केही अवरोधको सामना गर्नुपर्नेछ। विशेष गरी विदेश यात्राका विषयमा अडचनहरू आउनेछन्। शारीरिक चोटपटकका विषयमा उच्च सावधानी अपनाउनुहोला। छाती, हृदय, मुटु, हाड हड्डी तथा मस्तिष्क सम्बन्धी विषयमा सावधानी अपनाउनु पर्ने समय छ। पितृ पूजनमा विशेष ध्यान दिनुहोला। फेसनेबल सामग्रीको व्यापार, सार्वजनिक यातायात, निर्माण क्षेत्र, सौन्दर्य प्रसाधनको कारोबारमा आबद्धहरूलाई फाइदा मिल्नेछ। प्राज्ञिक व्यक्तित्व बन्नेछ। साथै बौद्धिक जगत र प्राज्ञिक क्षेत्रमा आबद्धहरूलाई कदर मिल्नेछ। दाम्पत्य जीवनमा बढी मात्रामा कडापना आउनेछ। साझेदारहरूका बीचमा पनि दृष्टिकोणमा एकरूपता हुने छैन। विदेश यात्राका विषयलाई लिएर प्रशासनिक झन्झट खेप्नु पर्नेछ। काँध, गर्दन, कान दुख्ने तथा टन्सिल, थाइराइड, मधुमेह जस्ता विषयमा सावधानी अपनाउनुहोला। परिवारको साथ रहने भएकाले कठिनाइमा पनि जुन्न निकै तागत प्राप्त हुनेछ। सन्तानको पढाइका विषयमा भने अवरोध आउने चुनौती छ। पेशागत जीवन मध्यम खालको रहनेछ। बोलीमा अचानक कडापना आउनेछ, जसका कारण द्वन्द्वात्मक वातावरण सिर्जना हुनेछ। प्रतिस्पर्धात्मक सोच र क्षमता भने कायम रहनेछ। जीवन साथीले भनेको कुरा मान्नाले राम्रो हुनेछ। विदेश यात्राका विषयमा प्रगति हुनेछ। भावनात्मक र दया मायाले भरिएको व्यक्तित्व रहनेछ। यौनाङ्ग, गुद्वार, महिलाको हकमा पाठेघर सम्बन्धी विषय, अनुहारमा चोटपटक तथा दाँतमा समस्या जस्ता विषयमा सावधानी अपनाउनु पर्नेछ। साथै चिसोजन्य समस्याले पनि च्याप्नेछ। पेशागत जीवनमा जुझ्दै अघि बढ्नु पर्नेछ। भएका ससाना गल्तीमा पनि धेरै आलोचना खेप्नु पर्नेछ। तर पनि मनोबल भने कायम रहनेछ। सन्तानको विदेश यात्रामा प्रगति हुनेछ। सुख सुविधा प्रति निकै मन लोभिनेछ।
नयाँ सवारी साधन खरिद गर्ने सोचले तीव्रता पाउनेछ। आम्दानीमा पनि वृद्धि हुनेछ। साथै घर घडेरी खरिद गर्ने वा निर्माणमा अघि बढ्ने सोचमा निकै तीव्रता मिल्नेछ। विदेश यात्राका विषयमा मनमा विचार आउनेछ भने यस विषयमा प्रगति पनि हुनेछ। प्राज्ञिक क्षेत्रमा आबद्धहरूलाई पनि आम्दानीमा केही वृद्धि हुनेछ। सभा सम्मेलन तथा सेमिनार आदिमा भाग लिने समय छ। दाम्पत्य जीवनमा भने खटपट सहनु पर्नेछ। सामाजिक छविमा दाग लाग्ने चुनौती भएकाले उच्च सावधानीको आवश्यकता छ। घुँडा दुख्ने, नशा सम्बन्धी समस्या, छालाको समस्या तथा टाउको दुख्ने जस्ता विषयमा सावधानी अपनाउनुहोला। नशालु पदार्थको सेवनको चुनौती देखिएकाले यस विषयमा परै बस्नु राम्रो हुनेछ। शीतल खालको बोली हुनेछ। अरूलाई प्रभावित पार्न सक्ने क्षमता रहनेछ। यात्रामा जान मन लाग्नेछ भने यात्रा पनि हुनेछ। विशेष गरी पिकनिक, वनभोज आदि जस्ता विषयमा सहभागी हुने समय छ। विदेशमा रहेकाहरूको हकमा स्वदेश अर्थात् जन्मभूमि फर्कने र परिवारसँग मिलन हुनेछ। पेशागत जीवनमा सकारात्मक मोड आउनेछ। साथै साझेदारीमा नयाँ काम आरम्भ हुनेछ भने भइरहेका काममा प्रगति मिल्नेछ। पैतालामा चोट लाग्ने, आँखामा समस्या, कुलतका पदार्थ सेवन गर्ने जस्ता विषयमा सावधानी अपनाउनुहोला। पुस्तक लेखन, प्राज्ञिक कार्य, लेख लेखन, अनुसन्धान जस्ता विषयमा आबद्धहरूलाई नयाँ कामको थालनी हुनेछ। बोलीको प्रभाव उच्च रहनेछ, जसका कारण ठुला बडाको मन जित्न सकिनेछ। शीतल खालको सबैसँग मिल्न सक्ने घुलनशील व्यक्तित्व बन्नेछ। परिवारमा पनि आर्थिक उन्नतिका विषयमा एक आपसमा छलफल हुने र नयाँ कामको थालनी हुनेछ। प्रतिस्पर्धात्मक क्षमता रहनेछ। सन्तानका गतिविधि वा संलग्नताले भने सन्तोष दिने छैन। अनुसन्धान, ल्याबका काम, अस्पतालजन्य सामग्रीको आपूर्ति, शिक्षा क्षेत्र, आयात निर्यात, चार्टर्ड एकाउन्टेन्ट जस्ता क्षेत्रमा आबद्धहरूलाई समय अनुकूल रहनेछ। छोटो छोटो यात्रा हुनेछ। सवारी साधन सम्बन्धी विषयमा भने समस्या भोग्नु पर्नेछ। नशा सम्बन्धी समस्या, श्वास प्रश्वास, दम, छालाको समस्या जस्ता विषयमा संवेदनशील बन्नुहोला। बौद्धिक व्यक्तित्व बन्ने भए तापनि बोली भने निकै कडा खालको हुनेछ। मनमा लागेका कुरा भनिहाल्ने बानीले अरूका विषयमा अलोकप्रिय बनाउनेछ। परिवारमा पैतृक सम्पत्तिका विषयलाई लिएर द्वन्द्वको अवस्था आउनेछ र भनाभनको अवस्थाबाट गुज्रनु पर्नेछ। अध्ययनमा सुस्तता आउनेछ वा अवरोध हुनेछ। हृदय, उच्च रक्तचाप, श्वास प्रश्वासमा समस्या जस्ता विषयमा सावधान रहनुहोला। पेशागत जीवन औषध खालको रहनेछ। नराम्रा सपनाले गर्दा मनमा भारीपना ल्याइदिनेछ। चिसोजन्य समस्याका विषयमा ध्यान दिनुहोला। विदेश यात्राका विषयमा रोकिएर बसेका काम पुनः सुरु हुनेछ। पितृको स्मरण तथा पूजनमा संवेदनशील बन्नुपर्ने देखिन्छ। सुरो खालको व्यक्तित्व बन्नेछ। जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने मनोबल रहनेछ। तर रिस भने निकै कडा खालको हुँदा झै झगडाको अवस्थाबाट गुज्रनु पर्नेछ। भोग विलासका विषयमा निकै खर्च हुनेछ। साथै अस्पताल जन्य खर्चका कारण धनको क्षति हुनेछ। पेशागत जीवनमा अचानक अवरोधको अवस्था हुनेछ। परिवारको साथ रहनेछ, तर अपेक्षा गरे भन्दा ढिला गरी मात्र उक्त साथ पाइनेछ। जीवन साथीको कारण वा डिपेन्डेन्टमा विदेश यात्रामा प्रगति हुनेछ। आम्दानी सोचे जस्तो हुने छैन। शिक्षा क्षेत्र, पानीको कारोबार, कोल्ड ड्रिङ्क्स, आयात निर्यात, लेखा परीक्षण जस्ता क्षेत्रमा आबद्धहरूलाई सावधानीपूर्वक पाइला चालु पर्ने समय छ। धर्मको आलोचना गर्ने बानी र स्वभाव देखा पर्नेछ। पेशागत जीवनबाट आम्दानीमा वृद्धि हुनेछ। चलाक खालको व्यक्तित्व हुनेछ भने भाग्यको पनि साथ रहनेछ। जीवन साथीको भरपूर साथ मिल्दा पेशागत जीवनलाई अझ चलायमान बनाउन निकै मद्दत मिल्नेछ। नयाँ सवारी साधन तथा घर घडेरी खरिदका विषयमा प्रगति हुनेछ। आयात निर्यात, लेखा व्यवसाय, वकालत, शिक्षा क्षेत्र, कन्सल्टेन्सी जस्ता क्षेत्रमा आबद्धहरूलाई लाभ मिल्नेछ। शारीरिक चोटपटक तथा हाड हड्डी सम्बन्धी विषयमा उच्च सावधानी अपनाउनुहोला। पुस्तक लेखन, लेख लेखन,
तथा सभा सम्मेलनमा सहभागी हुने विषयमा प्रगति हुनेछ। बोली अलि कडा खालको हुने भएकाले यस विषयमा ध्यान दिनुहोला। परिवार प्रति केन्द्रित हुने स्वभाव रहनेछ, तर परिवारका सदस्यहरूले आफ्नो भावनालाई सोही भावमा नबुझ्दा बुझाइमा भने समस्या आउनेछ। कडा मिजाजको व्यक्तित्व हुनेछ। साना साना विषयमा पनि कडा रूपमा प्रस्तुत हुने बानीले मित्रहरूका बीचमा पनि विवाद निम्त्याउनेछ। सावधानी अपनाउनुहोला। मनोबल र आत्मबल भने उच्च रहनेछ। आँटेका कुरालाई जसरी पनि फत्ते गरेरै छाड्ने बानी कायम रहनेछ। मनोरञ्जनका क्षेत्रमा प्रशस्त खर्च गर्न मन लाग्नेछ। सन्तानका गतिविधिले गौरव दिलाउनेछ। घर जग्गाको कारोबार, होटल व्यवसाय, रेस्टुरेन्ट, क्लब, मदिराको व्यापार जस्ता क्षेत्रमा आबद्धहरूलाई फाइदा मिल्नेछ। टाउको दुख्ने, नशा सम्बन्धी समस्या, पायल्स, फिसर, फिस्टुला जस्ता समस्याले भने च्याप्ने चुनौती छ। रिस कडा भएको व्यक्तित्व हुनेछ। साना साना विषयमा पनि धेरै तनावपूर्ण शैलीमा उत्रने बानी देखिनेछ। यसले गर्दा अरूसँग झैझगडाको अवस्था उत्पन्न हुन जानेछ। पेसागत जीवन औषध रूपमा अघि बढ्नेछ। शिक्षा क्षेत्र, परामर्शदाता क्षेत्र, सौन्दर्य प्रसाधनको कारोबार, फेसनेबल सामग्रीको कारोबार आदि जस्ता क्षेत्रमा आबद्धहरूलाई सकारात्मक लाभ मिल्नेछ। जीवन साथीले दिएको सल्लाहमा गम्भीरतापूर्वक काम गरेमा अझ बढोत्तरी हुनेछ। अविवाहितहरूको हकमा विवाह सम्बन्धी विषयमा प्रगति हुनेछ। मनमा निराशाजनक भावले गाँज्ने छ। चिसोजन्य स्वास्थ्य समस्या, रगतमा संक्रमण, मनमा भारीपना, टाउको दुख्ने, पिनास जस्ता विषयमा सतर्क रहनुहोला। विदेश यात्राका विषयमा रोकिएका काम पुनः सुरु भएर सकारात्मक चरणमा पुग्नेछ। यसरी पौष अर्थात् पुष महिनाको राशिफल हामीले हजुरहरू सामु प्रस्तुत गर्यौं। आफ्नो राशि अनुसार देखा परेका सकारात्मक कुराहरूलाई अझ बढोत्तरी गर्ने र देखा परेका चुनौतीपूर्ण कुराहरूप्रति सावधान रहेर 2082 सालको पुष महिनामा यहाँहरूले गतिविधिहरूलाई अगाडि बढाउनुहोस् भन्ने कामना गर्दै यस भिडियोबाट बिदा माग्ने अनुमति दिनुहोस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। नमस्कार।